नमस्कार। आज चाहिँ मैले भर्ब्सको बारेमा एकदमै यो भर्ब्स जान्नै पर्छ हजुर, जान्नै पर्छ। यसलाई नेपालीमा के भनिन्छ? क्रियापद भनिन्छ है। जस्तो म पोखरा जान्छु। जान्छु भन्ने के हो? क्रियापद भयो। म हिँड्छु, म पढ्छु, म खान्छु, म घुम्छु। यो जति पनि अन्तिममा आएको हुन्छ छु 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 यिनीहरू लाएर आएको छ नि, मैले भन्दाखेरि घुम्नु, डुल्नु होइन, यी सबै जान्छु, खान्छु, यी सबै के हुन् त? क्रियापद हुन्। अब यो क्रियापदलाई चाहिँ अङ्ग्रेजीमा के भनिन्छ? भर्ब्स भनिन्छ। अब क्रियापद नभइकन नेपाली सेन्टेन्स बन्दैन, त्यस्तै भर्ब्स नभइकन पनि इङ्ग्लिसको सेन्टेन्स बन्दैन, अनि इङ्ग्लिस गाह्रो लाग्छ। त्यसैले आज मैले एकदमै सामान्यभन्दा सामान्य भर्ब्सको बारेमा कुरा गर्न गइरहेको छु। सामान्यभन्दा सामान्य भर्ब्स त धेरै छ नै हजुर, तर यी भर्बहरू भनेका चाहिँ अति नै बेसिक भर्ब्सहरू हुन्, जुन जान्न अति नै आवश्यक छ है त। ल हेर्नुहोस्, जसको मैले नेपालीमा पनि मिनिङ भन्छु। अब यो भर्ब्सको पनि भब 1 हुन्छ, भब 2 हुन्छ, भब 3 हुन्छ, भब 4 हुन्छ, भब 5 हुन्छ, जुन हजुरहरूलाई थोरै गाह्रो लाग्न सक्छ। त्यसैले यो पहिला सुरुमा यति भर्ब्स जान्नुहोस्, त्यस पछाडि अरू कुरा त हामी आउने भिडियोहरूमा गरि नै हाल्छौँ। इट खानु, ड्रिङ्क पिउनु, गो जानु, कम आउनु, रिड पढ्नु, राइट लेख्नु, स्लिप सुत्नु, वक हिँड्नु, सिट बस्नु, स्पिक बोल्नु, रन कुद्नु, दगुर्नु, सी देख्नु, लुक हेर्नु, हियर सुन्नु, लिसन ध्यान दिएर सुन्नु, डु गर्नु, मेक बनाउनु, टेक लिनु, गिभ दिनु, लाफ हाँस्नु, क्राई रुनु, स्माइल मुस्कुराउनु, थिङ्क सोच्नु, नो थाहा पाउनु जान्नु, लर्न सिक्नु, टिच पढाउनु सिकाउनु, आस्क सोध्नु, टेल भन्नु सुनाउनु, से भन्नु, ओपन खोल्नु, क्लोज बन्द गर्नु, प्ले खेल्नु, सिङ गाउनु, डान्स नाच्नु, वास धुने हात धुने यस्तो भनेको है, क्लिन सफा गर्नु, कुक पकाउनु, बाई किन्नु, सेल बेच्नु, वर्क काम गर्नु, हेल्प मद्दत गर्नु, कल बोलाउनु फोन गर्नु, फर्गेट बिर्सनु, रिमेम्बर सम्झनु, अन्डरस्ट्यान्ड बुझ्नु, ब्रिङ ल्याउनु, सेन्ड पठाउनु, लिभ बस्नु बाँच्नु, डाई मर्नु, मिट भेट्नु। यति चाहिँ एटलिस्ट जान्नुहोस्। सुरुको पालोमा यति जान्नुहोस्। अब म सब्जेक्ट भर्ब अब्जेक्ट है, यसको कोहेरेन्स हामीले कसरी मिलाएर सेन्टेन्स बनाउन सक्छौँ त भन्ने बारेमा पनि भिडियो लिएर आउँछु। यो चाहिँ मैले यो धेरै वर्ष इङ्ग्लिस टिचिङको अनुभवमा मैले प्राइभेट गभर्मेन्ट सबैमा धेरै वर्ष पढाएको छु, जसमा चाहिँ यो सरकारी विद्यार्थी भाइ बहिनीहरूको चाहिँ मेन समस्या के हुन्छ भन्दा उहाँहरूले फ्री राइटिङहरू लेख्न खासै सक्नुहुन्न क्या। त्यो किन भइरहेको छ त भन्ने कुरा पनि म हजुरहरूलाई बताउँछु र लेख्न सक्ने बनाउँछु है, सबैलाई लेख्न सक्ने अवश्य बनाउनेछु, त्यो पनि अङ्ग्रेजीमा है, त्यो पनि अङ्ग्रेजीमा। त्यसैले यो भिडियोलाई यो मलाई चाहिँ हजुरहरूले यो भिडियोलाई लाइक गरेर सेयर गरेर कमेन्ट गरेर अनि यो च्यानललाई सब्सक्राइब गरेर फलो गरेर मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेको छु। मेरो चाहिँ यो मिसन इङ्ग्लिस सेवा हो है। हस्, थ्याङ्क यू।